भोलि तपाईको आइएल्स टेस्ट छ, आत्तिरहनु भएको छ, के गर्ने कसो गर्ने, थोरै सान्तवना हुनको लागि केही टिप्स शेयर गर्दैछु। यो भिडियो पुरै हेर्नु होला। एज आइएल्स इन्स्ट्रक्टर फर लास्ट 15 years, आई वुड लाइक टु शेयर सम टिप्स फर योर आइएल्स टेस्ट टुमोरो। सबसे फर्स्टमा तपाईले आइएल्सको फर्मेट याद गर्नु भएको छ कि छैन? फर्मेट पढ्दाखेरि याद गर्नु भएको होला। आइएल्समा 4 वटा कम्पोनेन्ट हुन्छन्, लिसनिङ, रिडिङ, राइटिङ, स्पिकिङ। तपाईको मेन टेस्ट जुन दिन छ, भोलि टेस्ट छ भने भोलि तपाईको लिसनिङ, रिडिङ, राइटिङका एक्जाम हुँदैछन्। तपाईले त्यो याद गर्नु भएको छ होला। कुन अर्डरमा एक्जाम हुन्छ भन्ने कुरा पनि आजभोलि हेर्नुभयो भने नेपालमा राइटिङबाट स्टार्ट हुन्छ। सो राइटिङबाट एक्जाम दिनलाई प्रिपेयर गर्नुस्, त्यसपछि लिसनिङ, त्यसपछि रिडिङको टेस्ट तपाईको चल्छ। तपाईलाई इमेल आएको छ होला अथवा मेसेज आएको छ होला। त्यो मेसेजमा इमेलमा तपाईलाई कुन टाइममा एक्जाम हुन्छ, कुन भेन्यूमा एक्जाम हुन्छ त्यो क्लियरली लेखेको छ। भेन्यू अनुसार जानको लागि कति टाइम ट्राभल गर्नुपर्छ, कुन बस चढेर जाने अथवा मोटरसाइकलमा जाने भए, गाडीमा जाने भए, कहाँ पार्किङ गर्ने, कसरी मिलाउने भन्ने कुरा टाइममै प्लानिङ गर्नुस्। तपाई टाइममा 10 बजे बोलाएको छ भने 10 बजेभन्दा ढिलो पुग्नु भयो भने एक्जाम दिन नपाउनु हुन सक्छ। र अर्को इम्पोर्टेन्ट चिज, आइएल्सको टेस्ट दिनको लागि नेपालमा पासपोर्ट मात्रै ओन्ली आइडी डकुमेन्ट हो। तपाईसँग ओरिजिनल पासपोर्ट बोकेर जानुपर्छ। पासपोर्ट कहाँ छ हेर्नुस्, आफूसँग सुरक्षित राख्नुस् र एक्जाम अवधिभर तपाईले पासपोर्ट तपाईसँग सँगै राख्नुपर्छ। र एक्जाम दिनको लागि तपाईलाई 2 घण्टा 40 मिनेट जति समय लाग्छ र त्यो 2 घण्टा 40 मिनेट जति समय मात्रै अड्कलेर एक्जाममा जानुभयो भने दुःख पुग्न सक्छ। पहिले लाइट स्न्याक्स गरेर जान सक्नुहुन्छ, सो द्याट रजिस्ट्रेसनको लागि, फोटोग्राफ खिच्नको लागि, डकुमेन्ट भेरिफिकेसनको लागि एक्स्ट्रा टाइम लागेर आइएल्समा 4-5 घण्टा स्पेन्ड भयो भने पनि प्रब्लम हुँदैन। अनि सम्झिनुस्, आइएल्समा ब्रेक पाइँदैन। ब्रेक नभएपछि तपाईलाई यदि बाहिर जानु पर्यो, रेस्टरुम जानुपर्ने भयो भने आफ्नै टाइम काटेर जानुपर्छ। रिडिङ गर्दै हुनुहुन्छ, रिडिङको बिचमा 60 मिनट्स टाइम छ। 60 मिनट्समा तपाईलाई ब्रेकमा 5 मिनट्स 10 मिनट्स स्पेन्ड भयो भने तपाईको एक्जाम बिग्रिन सक्छ। फेरि बी भेरी सिन्सियर। तपाईलाई त्यस्तो रेस्टरुम जानुपर्ने केही प्रब्लम छ भने एक्जाम सेन्टर खोल्नुभन्दा अगाडि बाहिरै सबै आफ्नो कामहरू बिजनेस सघाउनु होला। एक्जाममा चाहिँ ब्रेक जान पाइँदैन भन्ने एक्सपेक्टेसनको साथ तपाईँ एक्जाममा जानु होला। एक्जाम हलमा तपाईँले कुनै पनि फुड, ड्रिङ्क केही पनि लानु पाउनुहुन्न। पानी खानै पर्ने छ भने ट्रान्सप्यारेन्ट बोतलमा तपाईँले पानी लिएर जानु होला। आजको एक्जाममा केही क्वेसन सोध्नु पर्यो भने तपाईँले हात उठाउन सक्नुहुन्छ र तपाईँलाई इन्भिजिलेटरले तपाईँको के प्रब्लम छ, इन्भिजिलेटरले आएर सहयोग गर्नुहुन्छ। लिसनिङ एक्जाम दिँदै हुनुहुन्छ, लिसनिङमा तपाईँको हेडफोनमा केही प्रब्लम छ, केही सुन्नु भएको छैन भने लिसनिङको हेडफोन चेक गर्ने टाइममा इन्भिजिलेटरलाई जानकारी गराउनु होला। उहाँहरूले त्यो परेको प्रब्लम सल्भ गरिदिनुहुन्छ। र एकदम इम्पोर्टेन्ट टिप, एक्जाम दिन जाँदाखेरि लिसनिङ र रिडिङ एक्जाम चाहिँ पेन्सिल मात्रै युज गर्न पाइन्छ भन्ने थाहा छ होला तपाईँले अहिलेसम्म आइएल्स पढ्दाखेरि, प्रिपेयर गर्दाखेरि। सो लिसनिङ र रिडिङको लागि तपाईँले पेन्सिल बोकेर जानु होला। पेन्सिल सकेसम्म 2-3 वटा एक्स्ट्रा पनि बोकेर जानु होला। पेन्सिलसँगै इरेजर, सार्पनर पनि तपाईँसँग हुनु पर्यो। राइटिङको लागि पनि कुनै सेन्टरमा तपाईँले पेन पनि पाउनुहुन्छ, कुनै सेन्टरले पेन्सिल मात्रै दिन सक्छन्। सो मेरो टिप्स चाहिँ तपाईँलाई राइटिङ, लिसनिङ, रिडिङ तिनटै टेस्ट गरिरहँदाखेरि पेन्सिल युज गर्नुहोस् र त्यसको लागि चाहिने पेन्सिल आफै बोकेर जानुहोस्। एक्जाम छ, भोलि भए पनि मक टेस्ट त आज गर्न सक्नुहुन्छ, अथवा नेक्स्ट विक एक्जाम छ भने तपाईँहरूले धेरैभन्दा धेरै मक टेस्ट प्र्याक्टिस गरेर आइएल्सको सबै कम्पोनेन्टहरू लिसनिङ, रिडिङ, राइटिङ, स्पिकिङ राम्रोसँग प्रिपेयर भएर जानुहोस्। यदि तपाईँलाई आइएल्स प्रिपेरेसन गर्नु पर्यो, आइएल्सका मक टेस्टहरू गर्नु पर्यो र आइएल्सको बारेमा यो टेस्ट कसरी गर्ने, यो टेस्टको बारेमा अझ धेरै बुझ्नु पर्यो भने हामीसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। भिडियो राम्रो र इन्स्पाइरिङ लाग्यो भने थम्स अप पनि दिनु होला। र केही क्वेसन छ तपाईँलाई सोध्न मन लाग्यो हामीलाई भने तपाईँले कमेन्टमा सोध्न पनि सक्नुहुन्छ। यो सेयर गर्नु होला, आफूसँग सेभ पनि गरेर राख्नु होला। कसैले आइएल्स पिटी दिँदैछ भने त्यो साथीहरूलाई सेयर पनि गर्नु होला। थ्याङ्क यू।